नमस्कार। आज हामी एकल रोजगारदाताबाट मात्र प्राप्त हुने रोजगारीको आय बाहेक अन्य आय नभएको प्राकृतिक व्यक्तिले कसरी क्यूआर कोड सहितको अनलाइन ट्याक्स क्लियरेन्स सर्टिफिकेट निकाल्न सकिन्छ भन्ने भिडियो हेर्न गइराखेका छौं। सर्वप्रथम आन्तरिक राजस्व विभागको वेबसाइट ird.gov.np मा जानुहोस् र वेबसाइटमा रहेको करदाता पोर्टलमा क्लिक गर्नुहोस्। त्यसपछि जेनेरल मेनुको प्लस साइनमा क्लिक गर्नुहोस् र ट्याक्सपेयर लगइनमा क्लिक गर्नुहोस्। अब स्थायी लेखा नम्बर, प्रयोगकर्ताको नाम, पासवर्ड र क्याप्चा राखेर लगइन गर्नुहोस्। यहाँ ट्याक्स क्लियरेन्समा क्लिक गर्नुहोस्। अब पुनः स्थायी लेखा नम्बर, प्रयोगकर्ताको नाम, पासवर्ड र क्याप्चा राखेर लगइन गर्नुहोस्। यहाँ ट्याक्स क्लियरेन्समा क्लिक गर्नुहोस्। यहाँ सुघोषणाको फारम खुल्नेछ। यसमा करदाताको स्थायी लेखा नम्बर, करदाताको नाम र ठेगाना स्वतः आउनेछ। जुन वर्षको कर चुक्ता प्रमाणपत्र निकाल्ने हो सो आर्थिक वर्ष छान्नुहोस्। आफू कार्यरत कार्यालयको स्थायी लेखा नम्बर प्रविष्ट गर्नुहोस् र कार्यरत जिल्ला छान्नुहोस्। अब मैले इटिडिएस गरेको छुमा क्लिक गर्नुहोस्। मैले एकल रोजगार गरिरहेको छुमा क्लिक गर्नुहोस्। एकल रोजगार बाहेक अन्य आय छैनमा क्लिक गर्नुहोस्। यदि सामाजिक सुरक्षा कोषमा आबद्ध हुनुहुन्छ भने म सामाजिक सुरक्षा कोषमा आबद्ध छुमा क्लिक गर्नुहोस्। यसै गरी मैले सही र वास्तविक पारिश्रमिक घोषणा गरेको छु। कुनै कारोबार लुकाए छिपाए वा पछि अन्य भई कर दायित्वमा फरक परेमा कानून बमोजिम हुने कारबाही सहने बुझाउने छुमा क्लिक गर्नुहोस् र मोबाइल नम्बरका साथै इमेल राखी सुघोषणामा क्लिक गर्नुहोस् अनि नेक्स्टमा क्लिक गर्नुहोस्। अब वार्षिक आय र वार्षिक कट्टी प्रविष्ट गर्ने फारममा पुग्नुहुनेछ। यहाँ करदाताको किसिम अपाङ्ग भए नभएको प्रविष्ट गरी दुर्गम क्षेत्र छ भने कुन वर्गको दुर्गम क्षेत्र हो त्यहाँ क्लिक गर्नुहोस्। अब तल दिएको फारममा आफ्नो वार्षिक आय र वार्षिक कट्टी प्रविष्टको विवरण प्रविष्ट गर्नुहोस्। यहाँ आफ्नो विवरण प्रविष्ट गर्नुहोस् र सबै विवरण भरिसकेपछि क्याल्कुलेट ट्याक्समा क्लिक गर्नुहोस्। अब यहाँ तपाईको टोटल इन्कम, ट्याक्सेबल इन्कम र नेट ट्याक्स लायबिलिटी क्याल्कुलेट भएर डिस्प्ले हुन्छ। त्यसपछि सबमिटमा क्लिक गर्नुहोस् र अन्त्यमा प्रिन्ट सर्टिफिकेटमा क्लिक गरेर ट्याक्स क्लियरेन्स सर्टिफिकेट छपाई गर्न तथा डाउनलोड गर्न सक्नुहुनेछ। धन्यवाद।